कसैले भाग्यलाई प्रधान मान्नुहुन्छ, कसैले कर्मलाई प्रधान मान्नुहुन्छ। तर के हो वास्तवमा भाग्य भनेको के हो, कर्म भनेको के हो? तपाईँ हामीले आफ्नो जीवनमा लगातार मेहनत गर्दा, परिश्रम गर्दा पनि यदि तपाईँ हामी असफल भयौँ, पराजित भयौँ, आफ्नो हातमा आउँदै गरेको वस्तु पनि कसैको हातमा यदि गयो भने तपाईँ हामीले के सम्झिनुपर्छ भन्दा यो मेरो भाग्य हो, यो मेरो नियति हो, यो मेरो कर्ममा लेखिएको थियो भनेर आफ्नो मनलाई चित्त बुझाउनुपर्छ। यसको मतलब सबै चिज हाम्रो हातमा हुँदैन। सबै चिज हाम्रो हातमा हुँदैन भने यसको मतलब यो पनि होइन कि सबै चिज चाहिँ अरूको हातमा हुन्छ। यदि अरूको हातमा हुन्थ्यो भने हामीले पढ्ने के आवश्यकता, होइन? पढ्ने। तर यसको मतलब यो पनि होइन सबै चिज चाहिँ अरूको हातमा पनि हुन्छ। त भन्नुको तात्पर्य के हो त भन्दाखेरि आफ्नो हातमा हुँदैन, तर सबै चिज अरूको हातमा पनि हुँदैन। तर भगवानले तपाईँ हामीलाई जति दिनुभएको छ नि, प्रतिशतका साथमा तपाईँ हामीले मेहनत गऱ्यौँ भने, कर्म गऱ्यौँ भने तपाईँ हामीले आफ्नो जीवन चाहिँ सुन्दर बनाउन सक्छौँ।